यहाँ जुगा बाबा छिरे चिन्दिनु गौरव पनि मामा घर आएको छ। कहिले आएको गौरव? यो हिजो मामा यता फर्केर बोल्नु बाबु। हिजो मामा घर आएको गौरवलाई नि मामा घर आउनु मन लागेको छ। भित्र भागिसक्यो त्यो। सम्पूर्णलाई जोडले नमस्ते, स्वागत छ शब्द गर्छु मगर युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ म के गर्दैछु भनेर तपाईँहरूले थम्बनेल देखेर थाहा पाइसक्नु भएको छ। म बाबासँग घाँस काट्न जान लागेको। बाबा हेलो गर्नु। हेलो नमस्ते गर्नु न। नमस्ते। सम्पूर्णलाई झोरले भन्नु। सम्पूर्णले झोरले मेरो छोरीको च्यानलमा स्वागत छ भन्नु। मेरो छोरीको च्यानलमा स्वागत छ। हामी के गर्दैछ? ए बाबाको फोन आयो। आज चाहिँ हामी घाँस काट्न जान लागेको बाबा र म। मेरो घरमा के पालेको छ म तपाईँहरूलाई देखाउने छु ल। त्यही हो, यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। म यसरी नयाँ नयाँ भिडियो लिएर आउँछु। गएर भेटौँला। अब हामी घाँस काट्न जाँदैछौँ। गौरवलाई पनि घाँस बोकाउने हो। मैले नाम्लो ल्याएको छु क्या अरे। इस त्यस्तो भन्नु पाउँछस्? बोक्नै पर्छ। मामा घर आएको के फाइदा? ए हाम्रो लसुन त कस्तो राम्रो भइसकेछ। म लसुन रोपेको भिडियो हाल्ने भन्दा पनि मैले एडिट गरेर राखेको छु। अब हाल्छु। यहाँ यति ठुलो भइसकेछ लसुन त। यहाँ बोडी खै डल्ले खान्छ। ए ऊ त्यहाँ छ घारीमा। कता हो? चिनिसक्नु भयो होला। जाम घाँस त यता पनि रहेछ। म कता काट्ने? यहाँ बेसार छ। यो हिँड्नै जान्दैन कि बैलार कुखुरा होस् त। बाबाले घाँस काटिसक्नु भएको छ। म गोरु र घाँस काट्ने हो भने बाबा बाख्रालाई हुँ। यतै काट्ने हो बाबा? कसले के भन्छ? कहिले लग्यो क्या हो? यतै काट्ने हो घाँस? बाख्रालाई त झ्याउ हुन्छ के? छानी काट्नु पर्छ एकै ठाउँमा। एक कति गएको हो कि गौरवले जुगा टाँस्यो भने गोरु सार्ने हो बाबा? यसले त हानिदिन्छ क्या हामीलाई त। हाम्रो बाबाको गोरुलाई बाबाले बाइक कसले नि बान्नै सक्दैन। ल छोडिदिनु गौरवतिर पठाइदिनु। आयो के खुर्सानी? ए जिरे खुर्सानी धेरै भएर नखाएको यो। मलाई फेरि डल्ले मनपर्छ। यो जिरे खुर्सानी औषधि हुन्छ बाबा? के को? टिभीको? अलिक बेसी टिपेर लानु पर्ला नि। त्यो घाँस खान्छ भनेर हाम्रो बाबाको दिमाग। गोबर लायो भने त्यो खान्न अरे, त्यसैले गोबर लाएर राखिदिनु पर्छ। मलाई त ठुलो हाँस परिसक्यो। हामी बाख्रालाई मात्र काटेर जाने आज।
त्यहाँ घाँस भएको ठाउँमा बाँधेको मैले कति दिनपछि घाँस काटेको बाबा बढी भयो 1 महिना घरको काम गर्नु परेन त अनि घरमा तपाईँहरू भात काटेर जाँदाखेरि मैले भात पनि पकाइराख्छु भात तुल्ने के भयो त म बिहा गरेर गएँ भने के गर्नु बाबा अहिले नि बिहा गरेर जाओस् जस्तो लाग्छ कि एकछिन नजाओस् जस्तो लाग्छ हाम्रो दिन नहुने होइन र मेरो खुसी जहिले गाई नै हुन्छ दाइलाई जितेर जाने कि नजितेर मेरो खुसी हो माथि एउटा छ माथि ल अब मेरो खुसी रे म जहिले बिहा गरेर पाउँछ हामी यहीँको गर्दाहरू हो बाबा यहीँको बासिन्दा बाजेहरू कहाँबाट आएको नि थाहा छैन 4 पुस्ता भयो यहीँको यहीँ 5 हामीसँग 5 कि तपाईँहरूसँग 5 मम्मी र तपाईँको कति महिना लप परेर बिहा भएको छ नि लप परेर ल्याएको हो कि के हो र लप परेर ल्याएको हो पहिला त रोदी जान्थ्यो क्या के अरे तपाईँ गीत गाउँथ्यो मम्मीले नि मम्मीले त गाउँथेन होला है तपाईँ अगाडि गीत गाउँथ्यो ओहो यो कला मोबाइल किन भयो हाम्रो बाबाले चाहिँ अरू गीत गाउनुहुन्न फेरि चाहिँ झाउरी गीत गाउनुहुन्छ क्या है बाबा त्यस्तो गाउँथ्यो पहिला आजकल के भनेर गाउँथ्यो के भन्थ्यो याद छ के भन्थ्यो भन्नु नि म त बुझेन यदि तपाईँहरूले बुझ्नुभयो भने कमेन्टमा लेखिदिनु ल मैले त पहिलाको सालमा चरण लिन्थ्यो के चरण लिन्थ्यो त ठाडे भएको गाउनुहुन्छ अब लगाउनु त अनि त्यसपछि नि पहिला ल भोलि पर्सि हाम्रो घरमा गीत गाउने है वाउ तपाईहरुले सुनिसक्नु भयो होला मेरो बाबाले गीत गाएको
फुलमाया बुझाइहरूलाई उनीहरू मैला बाजाहरूलाई राखेर पहिला ठाडा भाग गिराउनु पठाउनु कहाँ ठाडा भाग गरेर उगिराउँछ कति नट अहिले त हो निरमाया भन्दै बस कसले बाबा कसले पुलिसले घरका तेरो भनेको छ अरे कहिले देखेको छोरालाई हो क्या चिलाउनु डाँडो भनिदिएको थियो अरे घर आफूले ग्यासी डाँडो त चिलाउनु डाँडो भन्छ ग्यासी डाँडो भनेको चिलाउनु डाँडो भनिदिएको चिलाउनु डाँडो चाहिँ हुन्छ खास कुरो त तालाई म बुढो मान्छेले पनि गाडी चाले जिक्यो गालामा जडै मान्दिएको पुलिसले कति बेर कहाँ नि कामबाट आउँदाखेरि अनि फेरि के को चिलाउने डाँडो भनेको त नि ग्यासी डाँडो ग्यासी डाँडो भनेको खास कुरोमा चिलाउनु डाँडो अब घर जाने हामी दुईटा आउनु आउनु म जान्छु तल टिपी भ्याइस यहाँको नभाग्नु त्यसरी ला मेरो त बारी झार्न खोज्यो हिँड्छिटो ओ बाजेले यहाँ के छरेछ हेर है थोते अब तेरो खुट्टा भाँसी भयो ए रमा के अरे बाबु अहिले जस्तै छैन भन्नु यो मोटे अरे यहाँ जुगा बाबु छिटो झिक्दिनु अहिले भने हामी घर आइपुगिसकेको छ मैले मेरो घाँस राखिसक्यो यो त बाबा मेरो घरमा यहाँ बाख्रा छ यहाँ कतिवटा छ यहाँ 3टा छ अनि त्यसपछि फेरि यतापट्टि छ 1 2 3टा यहीँ 3टा छ अनि यहाँ सुँगुर छ मेरो मम्मीले भुस दिँदै हुनुहुन्छ एउटा सुँगुरको यहाँ छ अब बाबाले यहाँ घाँस दिनुहुन्छ अनि अगाडि चाहिँ एउटा बच्चा भएको छ म त्यो पनि देखाउँछु यो कुनलाई हो औ तपाईँलाई के दियो केरा ग्यास थियो तपाईँ एकछिन साथी अनि यहाँ छ एउटा यो चाहिँ यसले चाहिँ 3टा पार्ट थियो यसले 3टा पार्ट थियो अनि त्यसैले यसलाई यहाँ एक्लै बाँधेको थियो यसको बच्चाहरू यो 3टा बाबा हो यो 3टा यसको बच्चाहरू यसले पाएको खै यताबाट छेक्या रहेछ देखेकै छैन रहेछ यो बाख्रा अनि गोरु हो हाम्रो अरू कुकुर अनि सुँगुर पनि देखाइसक्यो बाबाले देखाइसक्नुभयो कुखुराको चल्ला देखाउँछ अरे बाबाले लोकल हो तर हामी चाहिँ यसरी थुन्छौँ यो कति धेरै छ यहाँ कतिवटा छ बाबा छैन एउटा 3 मऱ्यो के 20वटा होला अनि 20वटा 2टाको हो खै छोड्नु 23वटा थियो कि 80वटा थियो रमा छैन आजको भिडियो यति नै थियो थ्याङ्क यू सो मच फर वाचिङ तपाईँले हेरिसक्नुभयो होला सबै कुरा बाबा र घाँस काटेर आएको बाबा कस्तो लाग्यो जस्तो तस्तै यति नै भिडियो माया गरिदिनु भएको छ अझै धेरै माया गरिदिनु होला लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न भनी नबिर्सिनु होला म यसरी नयाँ भिडियो लिएर आउनेछु त्यही थियो बाई बाई लभ यु अल फेरि अर्को भिडियोमा भेटौँला